यहाँ जान्छ हेर्नुहोस् हाम्रो डुडुवामा नुहाउनुखेरि बगाएको मान्छेलाई चाहिँ यहाँनिर भेटाएको छ भनेर खबर पाएको छु। हस्पिटल जाने बेको कौन लगती का तो साथीहरु हामी चाहिँ यहाँनिर के जग्गा रे यो मेरो अब गएको नि यो मछुवा यो अगाडिको मछुवाको चिलार घाटमा चाहिँ आएको छु। यो मछुवाको यो अगाडिको मछुवाको खुट्टामा चाहिँ ठोकिएको थियो अरे अनि भेटेको रहेछ। उयोले भन्दैछ हामा लागेको थियो भन्दैछ उयो अगाडि छ नि आम्बो कस्तो भयो होला नि खुट्टामा ठोकिँदा उयो अगाडि लागेको थियो अरे भित्र आएर चाहिँ यो खोलामा चाहिँ यत्रो उयसमा चाहिँ मान्छे भेटियो मृतक अवस्थामा भेटिएको छ। साथीभाइहरू हेर्नु सक्नुहुन्छ यहाँनिर चाहिँ हामी चाहिँ अहिले आइसकेको छौँ डुडुवा खोलामा। यो डुडुवा खोलामा चाहिँ आजको घटना यहाँनिरबाट खोलाबाट यहाँ बगाएर चाहिँ नुहाउन आएको केटा चाहिँ बगाएर 7 किलोमिटर जति टाढामा पुगाएछ। त्यहाँ चाहिँ एकदम मरेको अवस्थामा भेटाएको छ। यहाँनिर दिउँसो एकदम गर्मीको कारणले यहाँनिर नुहाउन आएको थियो। यहाँनिर यस्तो घटनाहरू त धेरै वर्ष अगाडिदेखिकै भइरहेछ यहाँनिर यहाँ बगाउने र यहाँनिर धेरै एकदम दिउँसो चाहिँ मान्छेको यो डुडुवा खोलाको यहाँनिर मान्छेको भिड हुन्छ एकदम नुहाउनु यहाँनिर यसो पिकनिक सिकनिक खानुको एकदम भिड हुन्छ र यहाँनिर चाहिँ एकदम मान्छे भिडभाड हुन्छ यहाँनिर। अन्त दिउँसो नुहाउनु यसो पिकनिक सिकनिक खानु भिड हुन्छ हाम्रो यहाँनिर। अनि यहाँनिर चाहिँ हुँदाखेरि चाहिँ आज चाहिँ नुहाउनु आउँदाखेरि एकजना 3 जना साथी आएकोमा एकजना चाहिँ नुहाउनु गएको नानिक्लेपछि अनि पुलिस प्रशासनलाई खबर दिँदाखेरि खोज्दाखेरि एकदम चिलार घाट भन्ने जग्गामा चाहिँ तपाईको माछा मार्नेले खुट्टामा ठोकिँदा भेटाएको अवस्था र हेर्न सक्नुहुन्छ। यो चाहिँ जग्गा चाहिँ एकदम दिउँसोको घाम टटनपुर घाम लागेको बेला चाहिँ शीतल र यहाँनिर शीतलको लागि नुहाउनु बस्नु खानु घुम्नुको लागि चाहिँ एकदम राम्रो जग्गा छ र मान्छेहरू चाहिँ भिड आउने गर्छ भिड हुने गर्छ यहाँनिर हेर्न सक्नुहुन्छ। यस्तो घटनाहरू आउँदो दिनमा यहाँनिर भइरहेको छ। यहाँनिर झगडाहरू हुने यहाँनिर यस्तो भिडभाड भएर हेर्न सक्नुहुन्छ। यहाँनिर सुन्दर दृश्यहरू छ यस्तो त्यही भएर आउँछ हेर्न सक्नुहुन्छ साथीभाइ। यिनीहरू चाहिँ अब यहाँनिर चाहिँ धेरै धुपगुडी एरिया जस्तो यहाँबाट चाहिँ 10 किलोमिटर धुपगुडी छ। धुपगुडी एरियाको भनौँ जति पनि धुपगुडीको छेउछेउ गाउँहरू सहरहरू भेट्छ त्यो एरियाको मान्छेहरू चाहिँ आउने गर्छ विशेष गरी र यस्तो यहाँनिर पिकनिकहरू खाने यहाँ रमाउने यहाँनिर अब ठन्डा मौसम वातावरण पाउँछ र यहाँनिर रमाउने यसरी पिकनिकहरू खाने। अनि यहीँ छेउमै खोला एकदम यहाँनिर 3टा खोला हाम्रो चाहिँ 3टा खोला छ यहाँनिर एकदम यहाँ छेउमै यस्तो यहाँ एउटा यहाँ 2टा यहाँ 3टा खोला भेट्छ। यो 3टा खोलाको उसमा चाहिँ नुहाउने यहाँनिर रमाउने साथीभाइहरू भेटघाट गर्ने यो चाहिँ जग्गा बनाएको छ र यसमा चाहिँ आज यस्तै भेटघाट गरेर नुहाउने क्रममा चाहिँ यो खोलामा चाहिँ बगाएर एकजनाको ज्यान गएको छ हेर्न सक्नुहुन्छ।